यसपालि धनतेरस कार्तिक 1 गते शनिबारको दिन चाहिँ पर्न गइरहेको छ। हजुरहरूलाई एउटा असमञ्जस होला, धनतेरसको टाइमिङ के छ, के खरिदारी गर्ने र यसपालिको धनतेरस कुन कुन महिनामा चाहिँ विशेष हो। सर्वप्रथम यसपालिको धनतेरस चाहिँ शनिबारको दिन, शनि प्रदोष व्रतको दिन चाहिँ पर्न गइरहेको छ। धनतेरसको बेस्ट टाइमिङ पर्चेजिङको लागि साँझ 6:30 बजेदेखि राति 8:30 बजेसम्मको हो। तीनवटा कुरा हजुरले चाहिँ पर्चेज गर्न सक्नुहुनेछ। यदि धातु किन्ने इच्छा छ भने हजुरले चाँदी, स्वर्ण, काँसाको बर्तन इत्यादि लिन सक्नुहुनेछ। मिष्टान इत्यादि यदि खरिद गर्ने विचार छ भने श्वेत वस्तु, सफेद वस्तु अर्थात् बतासा, मखाना अथवा सेतो कुनै मिठाई किनेर आफ्नो घरमा त्यो टाइमिङमा चाहिँ हजुरले ल्याउन सक्नुहुनेछ। अन्न खरिद गर्ने यदि विचार छ भने धनियाँ, हल्दी अथवा जौको चाहिँ हजुरले खरिदारी गर्न सक्नुहुनेछ। यो तीनटा मध्ये आफ्नो सामर्थ्यअनुसार, सुविधाअनुसार, उपलब्धिअनुसारले हजुरले पर्चेज गरेर धनतेरसमा चाहिँ आफ्नो पर्चेजिङ गर्न सक्नुहुनेछ।